नमस्ते। नमस्ते। सो अहिले चाहिँ हजुरको अगाडिमा सानो प्रस्तुति दिन आएको इन्डियन आइडलमा सरी नेपाल आइडलमा कहाँ रे आएको रे पहिला इन्डियन आइडलमा रे सरी 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 नेपाल आइडलमा सुनाइए सुनाइए होइन होइन गाउनु न ठिक छ शब्द नै पुग्दैन वर्णन गर्नलाई भन्नै नसके नि बुझ्नु पहिलो माया नभए मेरो अन्तिम हुनु सधैँभरि अङ्गाली राख्नु माया अनौठो यो किन मुस्कान मेरो यो थाम्नै सकिन भन्नु त धेरै छ तिमीलाई तर किन खै केही भन्नै सकिन तिमीलाई पनि यस्तै हुन्छ र कि मलाई सम्झी तिमी सपना बुन्छौ र त्यो शरद ऋतुको पात त्यो चिसो जुनेली रात त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊ त्यो शरद ऋतुको पात त्यो चिसो जुनेली रात त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊ पहिलो माया नभए मेरो अन्तिम हुनु सधैँभरि अङ्गाली राख्नु त्यो शरद ऋतुको पात त्यो चिसो जुनेली रात त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊ त्यो शरद ऋतुको पात त्यो चिसो जुनेली रात त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊ तिमीसँग हेर्न पाऊ तिमीसँग हेर्न पाऊ हि इज सेकिङ यस्तो कामिरहेछ अनि हामीलाई इन्डियन आइडल भनेर झुक्क्याउने है हामीले पनि सिरियसली लिएर गाउन थालेपछि त के हो यस्तो तपाईँ एकदम सिङ्गिङ माहौलमा हुर्केको हुनुपर्छ हो मेरो बाबा नै सिङ्गर हुनुहुन्छ उहाँले नै मलाई बच्चैदेखि सिकाउनु भयो हो उहाँ चाहिँ एक्चुली उहाँको सपना थियो यो चाहिँ सिङ्गिङमा केही गर्ने बट त्यो बेला अब यस्तो प्लेटफर्महरू थिएन सो उहाँले मलाई बच्चैदेखि सिकाउनु भएको ट्र्याकमा पर्फर्महरू गर्न कसरी सिकाउनु भएको हो अनि उहाँ नै मेरो फर्स्ट गुरु हो क्या अनि उहाँकै सपना अब म पुरा गर्छु नि भनेर अब अगाडि बढेँ अनि विराटनगरमा त तपाईँ फेमस हुनुहुन्छ होला त्यसो भए गाउनुहुन्छ प्रोग्रामहरू गर्नुहुन्छ एक्चुली हजुर पनि आउनुभयो त एकपल्ट विराट एक्सपोमा विनर भएको थिएँ म हजुरले नै हजुर नै विराट एक्सपोमा म आएको थिएँ अनि तपाईँ पनि हुनुहुन्थ्यो तपाईँले पनि पर्फर्म गर्नुभएको थियो तपाईँ विनर हुनुभएको थियो ओहो यसमा पनि तपाईँ मेहनत गर्नुहोस् है त यु हेभ अ ब्युटिफुल भोइस एकदम क्लिन टोन एकदमै राम्रो मिठो खुला आवाज छ थ्याङ्क